Hello and namaste, welcome and welcome back to our channel. I hope हजुर पनि सन्चै होला, हामी पनि सन्चै छु अनि आफ्टर लङ टाइम ब्याक। अनि म चाहिँ अहिले कहाँ छु भने म चाहिँ लमजुङमा छु। अनि लमजुङको कुन ठाउँ भने चाहिँ बाख्री जगत भन्ने ठाउँ हो हैन। अनि यहाँबाट चाहिँ यस्तो दामी डाँडा देखिन्छ। अनि अघिसम्म चाहिँ हाम्रो दिदी घर चाहिँ उहाँ हो। अघिसम्म चाहिँ घामै लागेको थिएन, अनि अहिले चाहिँ घाम लाग्यो। अनि यहाँ चाहिँ लाली गुराँसको बोट पनि टन्नै छ। अनि म अहिले लाली गुराँसको बगैँचामा गएर हजुरहरूलाई देखाउँछु। अनि उहाँ चाहिँ मेरो श्रीमान हुनुहुन्छ, अनि म चाहिँ यहाँ छु। अनि हामी दुईजना चाहिँ घुम्न जान लागेको छ। अब हेर्दै गर्नु होला। अहिलेको भ्यू चाहिँ यहाँ यस्तो छ। यो डाँडा चाहिँ बाहुबली डाँडा हो। अनि यहाँ तल पनि बस्ती हो। यहाँ चाहिँ पुरै भिर हो। अनि लाली गुराँसको बोट चाहिँ भिरमा हुँदो रहेछ। अनि त्यहाँ नि छ लाली गुराँसको बोट। अहिले म चाहिँ फुलमा देखाउँछु। अनि यहाँ चाहिँ डाँडा काँडा यस्तो छ। मैले भ्लग नबनाएको नि धेरै भयो, त्यही भएर आज बनाएको। सबैले हेरेर साथ दिनु होला र हाम्रो यो लमजुङको बाख्री जगत ठाउँलाई सबैले माया गरिदिनु होला। अनि यहाँबाट चाहिँ खतरा हिमाल पनि देख्थ्यो है। अनि यस्तो हुसो लागेपछि हिमालै नदेख्ने कि। अनि फाइनली लाली गुराँसको बोट चाहिँ यहाँ छ है। तर लाली गुराँसको बोट चाहिँ भिर रहेछ र हामी चाहिँ उता गएर टिप्छौँ। अनि तपाईँलाई कस्तो लागिरहेको छ त ठाउँ? यो मेरो दिदीको घर हो। अनि घर गाउँ ठाउँ राम्रो छ, हेर्न सक्नुहुन्छ। खै यता हेरेर भनिदिनु न। अब जता हेरेर भनेको नि त्यही हो। जता हेरेर चाहिँ भयो। अनि यस्तै छ। अब हामी अलि नजिक गएर खिच्छ। उता झन् स्कुल पनि छ। अनि अनि हामी जान्छौँ, अहिले घुमेर आउँछौँ, हेर्दै गर्नु होला। हामी चाहिँ फाइनल्ली लाली गुराँसको बोटमा लगभग आइपुगिसकेको छु। अनि लाली गुराँस हजुरहरूले देख्न सक्नुहुन्छ। अनि यो चाहिँ हाम्रो मेन यहीँबाट हो हाम्रो घर, दिदी घर जाने यताबाट। अनि यताबाट पनि छ। अनि लाली गुराँस चाहिँ यहाँ छ, जो चाहिँ हामी यहीँबाट झर्ने बित्तिकै यहाँ हेर्दै थियो। यस्तो राम्रो भ्यू। अनि साथसाथमै लाली गुराँस पनि रातो रातो। अनि यस्तो राम्रो छ। यो त स्वर्ग नै जस्तो भइहाल्यो नि। ल लाली गुराँस हेर्न सक्नुहुन्छ, यस्तो राम्रो भयो। आहा। अनि अहिले हामी टिप्छौँ। अनि यो चाहिँ यहाँको स्कुल हो, यो बाख्री जगतको स्कुल हो। यहाँ चाहिँ कतिसम्म छ त्यो मलाई पनि थाहा भएन। अनि यहाँ हाम्रो लाली गुराँसको बोट चाहिँ यही हो है। उता पनि छ। अनि यहाँबाट देख्न सक्नुहुन्छ यस्तो राम्रो। वाउ कस्तो राम्रो फुलेको लाली गुराँस, यस्तो राम्रो ढकमक्क लाली गुराँस फुलिरहेको छ। अनि म यहाँ छु गाइस। म तपाईँहरूलाई एउटा कुरा देखाउँछु है, किनभने यहाँ हेर्नुहोस् मेरो बुढाले चाहिँ मलाई लाली गुराँस टिपेर ल्याइदिनु भएको छ। खै देखाउनु त। थ्याङ्क यू। Oh my God! Wow! Thank you. अनि यहाँ पनि टिप दिनुहुन्छ अरे, तर भिड छ त यहाँ सानो। अनि फाइनली लाली गुराँस। ल अब यहाँ पनि टिप दिनु। खै त्यो पनि दिनु मलाई। कस्तो गुलिगुलो रस आएको छ। कस्तो राम्रो। ल यहाँ चाहिँ मेरो बुढाले मलाई लाली गुराँस टिप्दै हुनुहुन्छ। यो चाहिँ रातो है, रेड कलर। यो चाहिँ फिक्का के पिङ्क के, कस्तो राम्रो। यो दुईटा कलर हुन्छ नि त। त नि। वाउ। अर्को पनि टिप्नु ल। वाउ आइ एम ह्याप्पी, आइ एम सो ह्याप्पी। हो डाँटे। म चाहिँ मेरो दुईटा बहिनीलाई मिस गर्दैछु, किनकि उनीहरू पनि लाली गुराँस भन्ने बित्तिकै भुत्तुकै हुन्थ्यो बिचरा। अब नेक्स्ट टाइम ल यहाँ मस्त टिप्दै हुनुहुन्छ। नफाल्नु न, कस्तो राम्रो छ त। त्यही त नफाल्नु भने मैले। यो चाहिँ रेड टाइपको है, गाढा रेड। अनि त्यो चाहिँ फिक्का पिङ्क। यो पनि मेरो लागि ल। कस्तो राम्रो। वाह
ल हामी अब एकछिन रातोवाला टिप्ने भिरमा हो पर्दैन यस्तो भिरमा त अहिले उहाँ तल टिप्नुलाई नि तल नि छ ल मेरो बुढा चाहिँ जे होस् एकदम साहसी हुनुहुन्छ ल त नि त्यो उसमा हेर न यो झन् कति गाडा उयो टिप्नु भ्याउँछ कि उति माथिको के गर्नु हाम्रो त अब उता यता लेकतिर चाहिँ एकदम राम्रो हुँदो रहेछ अनि हाम्रो त उता फुल्दैन नि त त्यही भएर हाम्रो चाहिँ एकदम चिज हुन्छ वाउ कस्तो राम्रो है फुल के ल अब हामी चाहिँ यस्तो फोटोसोटो खिच्छौँ अनि अहिले भेट्छु बाई मेरो बुढाले चाहिँ मलाई यति धेरै लाली गुराँस टिपिदिनु भएको छ वाउ यो लाली गुराँस चाहिँ मेरो यहाँ फोनबाटै मेरो प्यारो सब्सक्राइबरहरूको लागि पनि दिँदैछु अनि यो चाहिँ ओरिजिनल बुके चाहिँ यसलाई भनिन्छ कि हाम्रो यो राष्ट्रिय फुल यस्तो राम्रो छ अनि यहाँ देख्न सक्नुहुन्छ रातै हजुरहरूले भिडियोबाटै इन्जोय गरिदिनु होला भन्दै बाई ल है मैले चाहिँ अब आफ्नै बुढीको सर्ट ब्लग मैले के भने सर्ट होइन यो लङमै हाल्छु म लङमै हाल्यो ठिकै छ नि त वाउ कस्तो छ लाली गुराँस एकदम दामी ठाउँ कस्तो छ त एकदम सुपर कसले ल्याएको जे भयो नि मेरो बुढाको आफन्तको आफ्नो मान्छेको घर पो हो त मेरो घर यस्तै आफ्नो मान्छेको घरहरू यस्तै ठाउँमा छ कि के गर्नु त यसमा मेरो के दोष गाइस यहाँ चाहिँ हामीलाई फुल इन्जोय भइरहेको छ देखाउनु न अनि हामी चाहिँ फुल मस्ती गरिरहेको छ अनि यस्तो रमाइलो त कहाँ पाउँछ होला धेरै नगुमाउनु र अब अझै अन्त ठाउँमा देखाउनु जान्छु अहिलेको लागि चाहिँ बाई बाई ल गाइस हामी चाहिँ उता यहाँ थियो अघि हामी अनि यसो टिकटक बनायो अनि हामी चाहिँ अब यो तल जान लगाएको हो अनि यति फुल टिप्यौँ अब तलतिर पनि छ होला देखाउँछु अनि यो चाहिँ हाम्रो माथि जाने बाटो हो जे होस् मौसम चाहिँ क्लियरै भयो तर यो साइडमा हिमाल दामी देख्थ्यो कि गाइस है अब के गर्नु हुसो लाग्यो अनि यहाँ चाहिँ मेरो श्रीमानजी हुनुहुन्छ उहाँले मलाई टिपिदिनु भएको लाली गुराँस अनि हामी चाहिँ तल जान्छौँ तल गएर कि उता उहाँ तल स्कुल जाने होला उता तल स्कुल होइन उयो त तल एकछिन तलसम्म जाउँ अनि गएर बाटो चाहिँ यस्तै छ गाइस अनि मौसम पनि यस्तो दामी छ यहाँ चाहिँ बढी जस्तो चिलाउने है यो चिलाउनेको रुख हुने रहेछ धेरै जस्तो चिलाउने र कटुस अनि लाली गुराँस अनि मैले चाहिँ एउटा थुङ्गा नै कानमा सिउराइने अनि यो चाहिँ यसमा चाहिँ टेस्ट पनि गर्नुपर्ने है यो फुल कति मिठो होला अनि यो फुल चाहिँ म मेरो बहिनीहरूलाई पनि लगिदिन्छु मेरो घरमा लान्छु उहाँ पनि रहेछ उहाँ माथि पनि रहेछ है लाली गुराँस चाहिँ भित्रभित्र हाम्रो त उता पाउँदैन नि त अनि त्यही भएर यहाँ चाहिँ एकदम उ लाग्ने के अरे के भन्ने होइन के गर्नु यस्तै छ अब बाटो चाहिँ यही अफरोड हो होइन यहाँ चाहिँ बोलेरोहरू चल्छ यो बाटोमा चाहिँ अनि हेर्दा चाहिँ डाँडा काँडा छ है तर यो भित्रभित्र बस्ती छ कि टन्नै अनि त्यही हो अब यो हाम्रो घरतिर लग्यो भने त सर्दैन होला है लाली गुराँसको लगेर सार्नु पर्यो त हाम्रो घरमै लाली गुराँस फुल्थे अनि हामी चाहिँ हिजो यहीँ झर्यो नि त हामी यहाँ झरेको अनि यहाँबाट झर्दै अनि ऊ त्यो तल टर्निङमा छ कि कस्तो राम्रो लाली गुराँस मैले देखाएको छ अनि धेरै भयो भिडियो हाल्नु नपाएको अनि हाम्रो सब्सक्राइबर पनि धेरै भइसकेको थियो तर भिडियो चाहिँ हामीले रेगुलर हाल्नु पाएन अब काम पनि थियो अनि कहिले त कन्टेन्ट पनि नपाउने त्यही भएर अनि त्यत्तिकै भइरह अनि अब चाहिँ म भिडियो रेगुलर हाल्ने कोसिस गर्छौँ हाम्रो प्यारा सब्सक्राइबरहरूले माया नमार्नु होला
अनि सधैँभरि अब चाँडै नै 10K बनाइदिनुस् अनि त्यसपछि म डेली भ्लग गर्ने कोसिस गर्दैछु पनि सलाली गुराँस। तर यहाँ चाहिँ फुल नरहेछ अहिले चाहिँ सिद्धिस्या होला अनि यहाँ चाहिँ फुल फुलेकै देख्यौँ हामीले। यहाँ चाहिँ यस्तो राम्रो फुल फुलिरहेको छ अनि यहाँ पनि छ यस्तो राम्रो हेर्नुहोस्। यहाँ कस्तो हरियोको बिचमा रातो फुल फुल्दा दामी देख्ने कि। अनि यो चाहिँ स्कुल हो अनि हामी यहीँ स्कुल जान थालेको। यसो घुम्नु पर्यो अनि त्यो त अनि यताको त अब त्यो देखिरहने भएर अलिक चिज नहुने कि हाम्रो चाहिँ अब नजिक भयो। हाम्रो यो फुलिरहेको त ठुट्टे पार्थ्यो होला। अनि यहाँ पुरा घाम पनि मस्त लागिरहेको छ। यहाँबाट यो हिमाल देख्थ्यो कि यस्तो खतरा हिमाल देख्थ्यो होइन। तर यहाँ अहिले भयो कि यस्तो हुसो लागेर हिमाल सिमाल हरायो कि। अनि यहाँबाट नि जान्छ माथि बाटो। अनि अघि चाहिँ हामी उतानिर थियो अहिले चाहिँ यो चाहिँ स्कुल हो। कस्तो राम्रो छ स्कुल। डाँडा चाहिँ एकदम राम्रो के भन्नै नपर्ने यहाँ ठुलो अनि सर्लक्क यहाँबाट चाहिँ सेतो हिमाल माछापुच्छ्रे हिमाल देखिन्थ्यो होइन यो पारि। तर यस्तो हुसोले गर्दा हिमाल सिमाल देख्न पाएन गाह्रो छ। अब सबै म भिडियोहरू जोडी बनाउँछु। अनि यो गाउँलाई के भन्छ यो तलको घर ठाउँलाई। अनि यहाँ चाहिँ पुरा मकै रोपेर छ अनि भिड हेर्नुहोस् त वहाँ कति डेन्जर भिड छ। अनि यो ठाउँलाई के भनिन्छ भनिदिनु त। मलाई पनि थाहा भएन अरे बाख्री जग्गा त हेर्दै यो बाख्री जग्गा थियो तर ठाउँको नाम छ कि स्कुल त बन्द छ त। शनिबार हो नि त आज। कस्तो दिमाग वाउ कस्तो दामी क्वालिटी हो गाइस। हामी चाहिँ अब यहाँ तल स्कुल घुमेर नि फर्किसकेको छौँ। अनि स्कुल चाहिँ बन्द रहेछ भित्र जाने भनेको आज शनिबार हो नि त। अनि अब चाहिँ हामी फर्किँदैछौँ अब घर जान्छु अनि घर गएर भिडियो एडिट गर्छु अनि गरेर यो भ्लग चाहिँ म भरे नै हाल्छु। सबैले हेर्नु नभुल्नु होला र हेरेर हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएन भने पनि सब्सक्राइब गरिदिनु अनि लाइक सेयर कमेन्ट पनि गर्न नबिर्सिनु। यो भिडियो कस्तो लाग्यो र यो भिडियोमा 1K पुग्यो भने भ्युज म तुरुन्तै अर्को यस्तै नयाँ इन्ट्रेस्टिङ भिडियो लिएर आउँदैछु भन्दै आजको लागि चाहिँ बाई।